नमस्कार। एउटा सानो नकारात्मक सोचले जीवनमा एटम बम जत्तिकै विनाश ल्याउन सक्छ। एउटा सानो नकारात्मक सोच एटम बम बराबरको विनाशकारी हुन्छ। आजको दिव्य विचारधाराको यो नवीनतम अङ्कमा हामी कसरी एउटा सानो नकारात्मक सोचले जीवनमा उथुलपुथुल ल्याउन सक्छ त्यस उप संक्षिप्तमा विचार विमर्श गर्न गइरहेका छौँ। मित्रहरू, पछिल्लो पटक सानो सानो कुराले जीवनमा कसरी ठुल्ठुलो परिवर्तन ल्याउनको लागि, चाहे त्यो सकारात्मक होस् या नकारात्मक होस्, महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने विषयमा अध्ययन भइरहेको छ। अध्ययनहरूले बताउँछन् मानिसहरूले जीवनमा सानो 1 मिनटको मात्रै कुनै प्रयास गर्ने हो राम्रो भने कालान्तरमा त्यसले धेरै ठुलो उपलब्धि दिन्छ। धनी बन्न चाहने मानिसहरूले, सम्पन्न बन्न चाहने मानिसहरूले यदि 100 रुपियाँ 1000 को महत्त्व बुझे र त्यसलाई उपयोग गर्न सक्यो भने त्यसैबाट 1 करोड 1 अर्ब बनाउन सकिन्छ भनेर बताइरहेका छन्। सानो सानो कुराको जीवनमा धेरै ठुलो महत्त्व हुन्छ, तर मानिसले सानो कुरालाई ध्यानै दिँदैनन्। अर्बपति बन्नु छ, करोडपति बन्नु छ, कसले 1000 मा ध्यान दिन्छ, कसले 100 रुपियाँमा ध्यान दिन्छ? उसले त सिधै थुप्रो थुप्रो पैसामा आँखा लाउँछ, परिणामस्वरूप हुँदैन। तर सानो कुरोलाई बुझ्न सक्यो भने त्यसले एकदमै ठुलो प्रभाव पार्छ भनेर अध्ययनहरू भइरहेका छन्, अनुसन्धानले देखाइरहेका छन्। हुनु पनि हो मित्रहरू, एउटा सानो आगोले, एक झिल्का आगोले यो पुरै पृथ्वी ध्वस्त बनाइदिन सक्छ। एउटा सानो मकैको दाना जत्रो बिउले यति वृक्षहरू उत्पादन गर्न सक्छ कि यो पुरै धरती ढाक्न सक्छ। एउटा सानो विषले ज्यानै लिन सक्छ, एउटा सानो विषले ज्यानै लिन सक्छ, एउटा सानो औषधिले ज्यान बचाउन सक्छ। एक शब्दले सम्बन्ध तोडिन सक्छ, एक शब्दले सम्बन्ध जोडिन सक्छ। हेर्यो भने सानो कुराहरूको धेरै ठुलो महत्त्व छ, तर मानिसहरू सब ठुल्ठुलो कुराहरूमा ध्यान दिन्छन्, त्यसकारणले सानो कुराहरूमा वास्तै गरेको हुँदैन। तर जसले सानो कुराहरूमा ध्यान दिन सक्यो, त्यसको महत्त्वलाई बुझ्यो, त्यसको प्रयोगलाई जान्यो, त्यसले सकारात्मक नकारात्मक दुईटै भूमिका खेल्न सक्छ भनेर थाहा पाउँछ। अब आज हामी नकारात्मक विचारले कसरी जीवनमा असर पार्छ त्यो पनि एउटा सानो नकारात्मक विचारले भनेर त्यस उप हेर्न गइरहेको छु। मित्रहरू, खोजकर्ताहरूले, मनोवेत्ताहरूले के भन्छन् भने एउटा सानो नकारात्मक विचार पनि एटम बम जत्तिकै खतरनाक हुन्छ। एउटा सानो नकारात्मक सोच, एउटा सानो नकारात्मक विचार, एउटा सानो नकारात्मक भाव यदि मनमा आयो र त्यो निरन्तर आउन थाल्यो, पल्केर निरन्तर आउन थाल्यो भने अब त्यसले डुबायो। त्यो डुबायो, त्यो चाहिँ त्यो सिप हुन्छ नि, ठुलो सिपमा सानो पाल परेर भित्र पानी छिरे जस्तै हुन्छ, त्यसले एक दिन खतम बनाइदिन्छ। त्यसकारणले यो नकारात्मक विचारहरू, एउटा नकारात्मक विचार त आएको हो नि, आज मात्रै नकारात्मक त सोचेको हो नि, आज मात्रै त मैले त्यस्तो बोलेको हो नि, आज मात्रै त मैले त्यस्तो गरेको हो नि भनेर यदि आफूलाई कन्सिडर गरेर सानो सानो नकारात्मक कुरा चाहिँ दिनदिनै आउन यदि थाल्यो, हाम्रो बाणीमा, हाम्रो सोचमा, हाम्रो व्यवहारमा, हाम्रो भावमा आउन थाल्यो भने अब त्यसले हामीलाई डुबाएरै छोड्छ। अब त्यो एउटा ठुलो सिपमा परेको सानो छेद जहाँबाट पानी भित्र गइरहेछ त्यस्तै हुन्छ मित्रहरू। त्यसकारणले सावधान, हामीहरू सब सचेत हुनुपर्छ, सावधान हुनुपर्छ। यहाँनिर 2-3 कुरा म सेयर गर्छु। शिवपुरी बाबा भन्ने एकजना महानतम सन्त हुनुहुन्थ्यो। उहाँ नेपालमै बस्नुभयो लामो समयसम्म, 137 वर्षको उमेरसम्म उहाँ शरीरमा रहनुभयो। त उहाँले के भन्नुहुन्थ्यो भने हाम्रो मन भनेको चाहिँ बगैँचा जस्तो छ, त्यहाँ थरीथरीका बोट बिरुवाहरू उम्रिन्छ। अब यो बगैँचा रूपी मनमा यदि तिमीले नकारात्मक बिउ हाल्यो भने अब त्यो उम्रिन्छ। त्यसकारणले याद राख, यो मन रूपी बगैँचामा झुक्केर पनि नकारात्मक विचारको बिउ नछर। यदि छर्यो भने त्यो छिट्टो ठुल्ठुलो रुखमा, ठुल्ठुलो वृक्षमा, ठुल्ठुलो झ्याङमा त्यो रूपान्तरण हुन्छ र तिमीलाई सिधाइदिन्छ। र त्यो मन रूपी बगैँचा हेर्नै नहुने हुन्छ, काँडै काँडा हुन्छ, त्यसले सर्वनाश पार्छ भनेर शिवपुरी बाबाले भन्नुहुन्छ। भगवान बुद्धले त के भन्नुहुन्छ भने जीवनको सारा खेल मनबाट छ। मन चाहिँ जग जस्तो छ, आधारभूमि जस्तो छ। मनमा जसले जे विचारहरू बार बार ल्याइरहन्छ, अब त्यही विचारहरूले उसको जीवन त्यस्तै हुन्छ। झुक्केर एउटा सानो नकारात्मक विचार आइहालेछ आज भने त्यसलाई करेक्सन गरेन भने भोलि पनि झुक्केर आउँछ, पर्सि पनि झुक्केर आउँछ। यसरी दिनदिनै नकारात्मक विचार आउँदा आउँदा त्यो मान्छे सकिन्छ। यस्तै भगवान बुद्ध, गुरु गोरखनाथ अरू थुप्रै सन्तहरूले नकारात्मक विचारले हाम्रो जीवनमा कसरी उथुलपुथुल ल्याउँछ त्यो विषयमा धेरै बताउनु भएको छ। अब बुद्धजनहरूको कुरा छोडिदिउँ मित्रहरू, बुद्धजनहरूको कुरा छोडिदिउँ, अब विज्ञानको कुरा पनि बुझौँ। यदि नकारात्मक विचारहरू सधैँ आइरह्यो
आइरह्यो, नकारात्मक भावहरू आइरह्यो, जेमा पनि खालि शिकायत कम्प्लेनहरू यस्तो खालको कुराहरू भइरह्यो भने हाम्रो ब्रेनमा एउटा केमिकल उत्पादन हुन्छ। त्यो केमिकलको नाम कर्टिसोल। यो कर्टिसोल भन्ने जो केमिकल रिलिज हुन्छ यसको बारेमा मैले अघिल्लो भिडियोमा पनि सेयर गरेको थिएँ। यो कर्टिसोल हार्मोन, यो केमिकल कर्टिसोल हार्मोन जब आउँछ, उत्पादन हुन्छ, हाम्रो ब्रेनले जब उत्पादन गर्छ, अब यो उत्पादन हुने बित्तिकै मान्छेले तनाव, थकान, है, निराश यस्तो खालको भावहरू उसले विकास गर्न थाल्छ। त्यसकारणले हामी सबले बुझ्नुपर्ने कुरा त के हो भने नकारात्मक विचारले हाम्रो जीवनलाई तहस नहस बनाइदिन सक्छ। अब यति कुरा बुझेपछि हामी सबले के कुरा ख्याल गर्नुपर्छ भने बिहानदेखि बेलुकासम्म मेरो मुखबाट कस्तो कस्तो शब्दहरू बाहिर निस्किन्छ, यो मेरो मनमा कस्तो कस्तो विचारहरू आउँछ, मैले कस्तो कस्तो कर्महरू गर्छु भनेर हामीले ख्याल गर्नुपर्छ। अब बिहानदेखि बेलुकासम्म हुँदैन, सक्दैन, छैन, भएन, व्यर्थ भयो, खत्तमै भयो, एकदमै नराम्रो छ, यस्तो खालको शब्दहरू बार बार हामीले बोलिरह्यौं भनेदेखि अब सम्झिनुहोस् यसले हामीलाई बिस्तारै 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 कमजोर बनाउँदै लगिरहेको छ। कमजोर कोही मान्छेको स्वभाव के हुन्छ भने के छ खबर भने तनाव। एक मेरो मित्र हुनुहुन्छ, उहाँको नामै तनाव। के छ मित्र भने तनाव छ, उहाँको नामै सबले तनाव। के छ तनाव छ, के छ बेहाल छ, के छ खत्तम छ, के छ हुँदै राम्रै भइरहँदैन, मान्छेले किन हो यसरी बोलिरहेको हुन्छन्, तर वास्तवमा त्यसले हामीलाई कमजोर गराउँदै जान्छ। आज एउटा नकारात्मक विचार आयो भने भोलि 2टा आउँछ, पर्सि 4वटा आउँछ, यसरी मल्टिप्लाई हुँदै जान्छ। हामी सबले ख्याल गर्नुपर्ने कुरा चाहिँ के हो भने सानो नकारात्मक विचारले अर्को धेरै नकारात्मक विचार लिएर आउँछ। हैन, नकारात्मक विचारहरूलाई त्यही भएर कुहिएको आलु भन्छ। एउटा आलु कुहियो भने पुरै बोरालाई खत्तम पारिदिन्छ। हैन, अब त्यस्तो मान्छेको छेउमा अर्को मान्छे गएर बस्ने त्यो पनि त्यस्तै हुन्छ। हिउँको छेउमा बस्ने चिसो, आगोको छेउमा बस्ने तातो, मूर्खको छेउमा बस्ने मूर्ख, ज्ञानीको छेउमा बस्ने ज्ञानी हुँदै जान्छ। त्यसकारण यो सानो कुरा कहिलेकाहीँ हुन्छ नि, हुँदैन होला, दिनभरिमा ख्याल गर्नुहुन्छ मित्र, हुँदैन होला, छैन होला, सक्दिन होला, भएन, यस्तो खालको आउँछ नि। यस्तो विचार आयो भने अब हामीले बिहानदेखि बेलुकासम्म एकदम सिरियसली घरमा बसेर कहीँ बसेर आज बिहानदेखि बेलुकासम्म कति यस्तो आयो होला भनेर आफूले विचार गर्नुपर्छ। यदि धेरै आइरहेको रहेछ भने सम्झिनुहोस् आज हामीले यदि स्वास्थ्य राम्रो बनाउन सकेका छैनौँ, धन कमाउन सकेका छैनौँ, पद प्राप्त गर्न सकेका छैनौँ, जीवनमा खुसी छैन, जीवनमा आनन्द छैन भने सम्झौँ कि हामीले बिहानदेखि बेलुकासम्म बोलिरहेको यो शब्दले बिस्तारै बिस्तारै हामीलाई कमजोर बनाउँदै रहेको छ। नदीले भित्रबाट थाना पाइकन काट्दै जान्छ किनारमा, अनि त्यसपछि ड्याङ्ग्रेङ्गसँग त्यो पहिरो जान्छ। ठिक त्यस्तै गरी यसले हामीलाई भित्रभित्रैबाट काट्दै लिएर जान्छ, एक दिन हाम्रो जीवन सर्लक्कै ढल्छ। त्यसकारणले गुरुजनले, विज्ञानले सबैले के भन्छन् भने यो जो नकारात्मक विचार एउटा सानो छ, यो चाहिँ एटम बम जत्तिकै खतरनाक छ। एटम बम पनि कहाँ ठुलो हुन्छ र, यत्रो सानो एटम बमले चाहिँ हिरोसिमा र नागासागा त्यत्रो ठुलो सहर ध्वस्त बनाइदिएन मित्रहरू। सानो कुराको धेरै ठुलो असर। त्यसकारणले हामी सबले के कुरा ख्याल गर्ने भने बिहानदेखि बेलुकासम्म कति नकारात्मक विचार आउँछ त्यसलाई ख्याल गर्ने, अनि यसको उपचार कसरी गर्ने म 1-2 कुराहरू सेयर गर्छु। पहिलो नम्बरमा त बिहानदेखि बेलुकासम्म यो आइरहने नकारात्मक विचारहरू भनेको हुँदैन, छैन, सक्दिन, व्यर्थ भयो, तनाव भयो, देश खत्तम, डुब्यो, यस्ता चिजहरू कतिको बोलिन्छ हामी, त्यो कुरा ख्याल गर्ने नम्बर 1। अब नम्बर 2, जब मनमा नकारात्मक कुराहरू आउँछ, कसैले सपोर्ट गरेन, नकारात्मक कुरा आइहाल्यो क्या, कसैले भने जस्तो गरिदिएन, नकारात्मक कुरा आयो, आफूले भने जस्तो नहुने बित्तिकै त्यहाँ चाहिँ मान्छेले के सराप्न थाल्छ, के रिसाउन थाल्छ, नकारात्मक अट्याक भइरहन्छ। त्यो बेलामा समाधान हुनुपर्छ, किनकि आसपासमा सबै हामीले भने जस्तो हुन्छ भने छैन, कहिलेकाहीँ नहुने जस्तो पनि हुनसक्छ। परिस्थिति हाम्रो हातमा हुन्न क्या मित्रहरू, मनस्थिति चाहिँ मेरो हातमा हुन्छ। मलाई कसैले गाली गर्ने कि ताली गर्ने मेरो हातमै हुन्न, अर्काको हातमा हुन्छ। त्यो बाहिरको परिस्थिति, त्यसमा मैले केही गर्न सक्दिनँ। तर उसले गाली गर्यो, ताली बजायो, अब म एकदम गजक्कै पर्ने हो कि फुर्केर माथि पुग्ने हो कि अथवा एकदमै बढी निराश भएर तल जाने, त्यो चाहिँ मेरो हातमा हुन्छ। त्यसकारणले त्यहाँ ख्याल गर्ने, अनि ख्याल गरेर साह्रै मन एकदम औडा भयो भने कुनै एउटा मन्त्र लिएर मन्त्र चान्ट गर्न सक्नुहुन्छ। यो हाम्रो गुरुजनहरूले बताउनु भयो। जब मनमा एकदम अस्थिरता आउँछ, एकदम तपाईँलाई के गरौँ कसो गरौँ हुन्छ भने तपाईँ जुन भगवानसँग जोडिनु भएको छ त्यही भगवानको नाम लिनुहोस्। हैन, जस्तो ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय हुनसक्छ, अथवा ओम ओम पनि हुनसक्छ। अनि त्यो ब्रिथिङलाई पनि हेर्न सकिन्छ, गहिरो लामो श्वासलाई पनि हेर्न सकिन्छ एउटा त्यो, र अर्को मेडिटेसनको प्रयोग गर्ने, माइन्डफुलनेसको प्रयोग गर्ने। कहीँ शान्त बस्नुहोस्, नकारात्मक विचारहरू आइरहेको छ, हेर्नुहोस् एउटा घाउ छ, त्यो घाउमा किराहरू आइरहेछ, त्यो घाउमा झिँगाहरू आएर बस्दैछ, हेर्नुहोस्, ख्याल गर्नुहोस्। यसै गरी हाम्रो यो मन पनि नकारात्मक विचारहरू आइरहेको छ, किराहरूले घाउलाई आक्रमण गरे जस्तो मनलाई नकारात्मक विचारले सताइरहेको छ, थाहा पाउनुहोस्, विचार गर्नुहोस्, अनि बिस्तारै बिस्तारै यो कुरा हामीलाई थाहा हुन्छ।
अनि जुन दिन हामीलाई थाहा हुन्छ अब यसको लागि हामीले अरू उपचार गर्छौँ, सकारात्मक ऊर्जा दिने किताबहरू पढ्छौँ, गुरुजनहरूको सत्सङ्गमा सुन्न जान्छौँ, ध्यान गर्छौँ, नाच्छौँ, कहिलेकाहीँ स्विमिङमा जान्छौँ, नेचुरल वाक गर्छौँ, अनेक किसिमले हामीले आफूलाई तरोताजा राख्छौँ। त्यसकारणले सारमा हजुरहरूसँग मैले आज सेयर गर्न खोजेको चाहिँ कुरा के हो भने यदि जीवनमा ठुलो उन्नति चाहनु छ, सफलता प्राप्त गर्नु छ भने सानो कुरालाई बहुत ख्याल गर्नुपर्छ। र यो जो खास गरी यो नकारात्मक विचार छ, सानो नकारात्मक विचार चाहिँ एटम बम जतिकै खतरनाक हुनेछ। एउटा मनमा नकारात्मक विचार आइहाल्यो भने त्यसलाई उल्टाइहाल्ने, म सक्दिनँ भने जस्तो आयो भने म प्रयास गर्छु, म सक्छु, दुनियाँले सकेको छन् भन्ने, हुँदैन भने सबले गरेर भइरहेछ मैले गर्दा किन यसरी उल्टाइहाल्ने। यति गर्न सक्यो भने हाम्रो जीवन राम्रो हुन्छ। त्यसकारणले जीवनमा रूपान्तर ल्याउँछ भने सानो कुरामा हामीले करेक्सन गर्दै गर्दै जानुपर्छ। थ्याङ्क यू भेरी मच। भवतु शुभमङ्गलम्।